नमस्कार, यहाँलाई स्वागत गर्न चाहन्छु मेरो नयाँ भिडियोमा। आज हामी कुरा गर्दैछौँ नेपालको ऐतिहासिक उपलब्धिको बारेमा। नेपालले फेरि पनि टी20 विश्वकपमा आफ्नो स्थान बनाउन सफल भएको छ। यो सँगै नेपालले तेस्रो पटक विश्वकपमा पुगेको हो। पहिलो पटक सन् 2014, दोस्रो पटक सन् 2024 र अब सन् 2026 जुन भारत र श्रीलङ्कामा हुनेछ। नेपाललाई दोस्रो पटक विश्वकप पुग्नको लागि 10 वर्षको लामो प्रतीक्षा गर्नु पर्यो। तर ती 10 वर्ष नेपालका लागि सिकाइ, सङ्घर्ष र आत्मविश्वासको यात्रा बने। नेपालले त्यो अवधिमा धेरै चुनौतीहरूको सामना गर्नु पर्यो। आइसिसीबाट निलम्बित, आर्थिक समस्या, मैदान अभाव र तर पनि नेपाली खेलाडीहरू कहिले पनि हार मानेनन्। सन् 2024 को विश्वकपमा त नेपालले विश्वका ठुला टिमहरूलाई टक्कर दियो। दक्षिण अफ्रिकाको 1 रनको हार आज पनि हाम्रो मनमा ताजा छ। बङ्गलादेशसँगको खेलमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गर्दै सबैले प्रभावित पार्यो। त्यसपछि नेपालको आत्मबल अझै बढ्दै गयो र दुई पटक विश्व विजेता वेस्ट इन्डिजसँगको सिरिज जितेर नेपालले इतिहास रच्यो। यो उपलब्धिले विश्व क्रिकेटमा नेपालको सम्मान झन् उच्च बनायो। आज नेपाललाई एसोसिएट नेसनहरूमध्ये बलियो र आत्मविश्वासिलो टोलीको रूपमा हेर्न गरिन्छ। यो सफलता पछाडि छन् हाम्रा खेलाडीहरूको मेहनत, कोचहरूको मार्गदर्शन र लाखौँ नेपाली फ्यानहरूको माया र समर्थन। लाखौँ फ्यानहरूको माया र समर्थनको कुरा गर्नु पर्दाखेरि नेपाली फ्यान जुन चाहिँ नेपालको होम ग्राउन्डमा होस् या विदेशी ग्राउन्डमा होस्, नेपाली दर्शकहरूले खचाखच हुने गर्दछ। नेपाली फ्यानहरू जहाँ पनि आफ्नो देशलाई सपोर्ट गर्न पुगेकै हुन्छन्। जुन देशमा होस् नेपालहरू नपुगेको हुँदैनन् र नेपाली फ्यानहरूलाई त्यसैले भन्ने गरिन्छ 12th म्यान अफ द टुर्नामेन्ट। सो आजको लागि चाहिँ म यो भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। यदि भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर, सब्सक्राइब गर्नु होला र यदि कुनै सल्लाह सुझाव छ भने कमेन्टमा दिन सक्नुहुन्छ भन्दै आजको लागि म भिडियो यहीँ अन्त्य गर्न चाहन्छु। जय नेपाल, जय नेपाली क्रिकेट। थ्याङ्क यू सो मच फर वाचिङ टिल देन। लभ यु अल। गुड बाई।